आज भने हामीले यस भिडियोमा सिक्न गइरहेको छौँ साथीहरू नेपाल एसबिआईको नेट ब्याङ्किङ युज गरेर नयाँ एटिएम एप्लाई कसरी गर्ने भन्ने बारे हजुरहरूले भिडियो लास्टसम्म हेर्नुभयो भने हजुरहरूले पक्का पनि जान्नुपर्ने हुन्छ। यदि हजुरलाई एटिएमको जरुरी छ या नयाँ एटिएम एप्लाई गर्न छ भने के त ब्रान्चमा नै गर्नुपर्ने हुन्छ। भिजिट गर्नु पर्दाखेरि हजुरहरूलाई टाइम धेरै लाग्न सक्छ। त्यसैले हजुरलाई घर बसी 2 मिनटमा नै एसबिआई मोबाइल ब्याङ्किङ या नेट ब्याङ्किङको प्रयोग गरेर कसरी नयाँ एटिएम एप्लाई गर्ने भन्ने बारे सिकाउनु गइरहेको छु। हजुरहरूले भिडियो चाहिँ लास्टसम्म हेर्नुलाई। त्यसको लागि हामीहरूले सबभन्दा पहिला कुनै पनि क्रोम ब्राउजर या गुगलमा गएर सर्च गर्नुपर्ने हुन्छ नेपाल एसबिआई भनेर। त्यसमा सर्च गर्नु भयो भने हजुरले यहाँ देख्न सक्नुहुन्छ नेपाल एनएसबिएल भनेर आएको छ। त्यसमा क्लिक गर्नु होला। यहाँ यसलाई क्रस हानिदिनु होला। अनि राइट साइडमा देख्न सक्नुहुन्छ साथीहरू 3 लाइन दिएको छ, त्यसमा टच गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ पर्सनल ब्याङ्किङ भनेको छ सेकेन्ड अप्सनमा, त्यसलाई क्लिक गर्नु होला। अनि यहाँ स्क्रल डाउन गर्नु होला साथीहरू। यहाँ एउटा डिपोजिट एन्ड एकाउन्ट सर्भिस छ, लोन एन्ड एडभान्स छ, अनि इन्टरनेट ब्याङ्किङ छ। हामीहरूले इन्टरनेट ब्याङ्किङ युज गरेर गर्दैछौँ है। त्यसैले इन्टरनेट ब्याङ्किङमा क्लिक गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ ई ब्याङ्किङ भनेको छ, त्यसमुनि क्लिक टु प्रोसेस भनेको छ है। अनि यहाँ देख्न सक्नुहुन्छ लगइन एरिया भनेको छ, त्यसमा एउटा कर्पोरेट युजर भनेको छ, त्यो हाम्रो लागि होइन। पर्सनल युजर भनेको छ, यो चाहिँ हाम्रो लागि है त। पर्सनल युजरमा क्लिक गर्नु होला। अनि यहाँ देख्न सक्नुहुन्छ नेपाल एसबिआई ब्याङ्क लिमिटेड भनेको छ, त्यस्तो ल क्लिक टु प्रोसेस भनेको छ, त्यसमा क्लिक गर्नुहोस्। अनि यहाँ देख्न सक्नुहुन्छ साथीहरू आइसकेको छ। युजर आइडी भनेको छ, एउटा भेरिफिकेसन कोड दिएको छ। सबभन्दा पहिले हामीहरूले युजर आइडी हाल्नुपर्छ है। युजर आइडी भनेको साथीहरू हजुरलाई कन्फ्युज नहुनु होला, एउटा सिआइएफ नम्बर भनेको हुन्छ, त्यही नै हो युजर आइडी है इन्टरनेट ब्याङ्किङको। अनि यहाँ कोड हाल्नुपर्ने हुन्छ, जे कोड दिएको छ सेम हाल्नु होला। यो हानिसकेपछि हजुरले लगइन गर्नु होला है त। अनि यहाँ डक भनेको छ इमेजमा यहाँ क्लिक गर्नु होला, टिक लाग्छ। अनि यहाँ युजर आइडी हजुरहरूको आइसकेको छ। अनि यहाँ पासवर्ड हान्नुपर्ने हुन्छ हजुरले, इन्टरनेट ब्याङ्किङको पासवर्ड हान्नु होला है त्यसमा। मैले यहाँ पासवर्ड हानिसकेको छु साथीहरू। अनि यहाँ लगइन भनेको छ, लगइनमा क्लिक गर्नु होला। यहाँ हजुरहरूलाई एउटा ओटिपी जान्छ है साथीहरू। हजुरलाई एउटा यहाँ ओटिपी जान्छ। त्यो ओटिपी हजुरको मोबाइल नम्बर या जिमेल एकाउन्टमा जान्छ है, जो ब्याङ्कमा भेरिफाई गरेको छ त्यही नम्बर या जिमेलमा। मैले चाहिँ यहाँ ओटिपी पनि हानिसकेको छु। अनि यहाँ देख्न जान्छ कन्टिन्यू भनेको छ, कन्टिन्यूमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ साथीहरू हाम्रो नेट ब्याङ्किङ ओपन भइसकेको छ। अब हामीहरूले यसबाट हामीहरूले नयाँ एटिएम एप्लाई गर्दैछौँ। यहाँ हामीहरूले जानुपर्ने हुन्छ, यहाँ कर्नरमा देख्न सक्नुहुन्छ राइट कर्नरमा एउटा स्विच अफ या स्विच आउटको छ, एउटा सेटिङको छ, अनि अर्को 3 डट लाइन दिएको छ, त्यसमा क्लिक गर्नु होला। अनि यहाँ जर्नल सर्भिस भनेको छ है, त्यसमा जानुपर्ने हुन्छ हामीहरू, त्यसमा क्लिक गर्नुहोस्। अनि यहाँ देख्न सक्नुहुन्छ जर्नल सर्भिसको मुनि सर्भिस रिक्वेस्ट छ, त्यसमा जानुपर्ने हुन्छ। अनि रिक्वेस्ट टाइप के छ, एटिएम कार्ड सर्भिस, एकाउन्ट होल्डर
हामी चाहिँ एटिएम कार्ड सर्भिस छ त्यसमा जानुपर्ने हुन्छ। एटिएम एप्लाई गर्न छ त हामीहरू एटिएम कार्ड सर्भिसमा जान्छौँ। अनि एटिएम कार्ड लिमिट चेन्ज युजर चेन्ज एटिएम पिन यहाँ भनेको छ। हामी एप्लाई फर न्यू कार्ड अनलाइन भनेको छ त्यसमा जान्छौँ नयाँ कार्ड एप्लाई गर्नको लागि। यहाँ देखाएको छ एकाउन्ट सिलेक्ट गर्नुहोस् हजुरहरूको। अनि कार्डमा नाम के राख्ने हो त्यो राख्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ मैले मेरो नाम लेखेँ अनि एकाउन्टमा के नाम राख्ने हो त्यो लेखेँ। बाबाको आमाको नामहरू लेखिसकेपछि हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ ब्याक क्लियर अनि कन्टिन्यू भनेको छ। कन्टिन्यूमा क्लिक गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ साथीहरू हजुरको डिस्प्ले नेम अन द कार्डमा नाम भएको के भन्नुभएको थियो त्यो फादर नेम मदर नेम रजिस्ट्रेसन डेट कहिले गरेको अनि एकाउन्ट नम्बर डेटहरू सबै देखाएको छ हजुरहरूले। अनि यहाँ तल देख्न सक्नुहुन्छ ट्रान्जेक्सन पासवर्ड भनेको छ। ट्रान्जेक्सन पासवर्ड के छ हजुरको नेट ब्याङ्किङको त्यो हान्नु होला। मैले चाहिँ हानिसकेको छु मेरो ट्रान्जेक्सन पासवर्ड। अनि त्यसपछि सबमिटमा क्लिक गर्नु होला। मेरो चाहिँ अहिले न्यू एटिएम अप्लाई भएन साथीहरू। ब्रान्चमा कन्ट्याक्ट गर्न भनेको छ होइन। यो सर्भर डाउन भएर हुनसक्छ। यस्तै गरी नै हो हजुरहरूले नयाँ एटिएम एप्लाई गर्ने होइन। हजुरहरूले यहाँ ट्रान्जेक्सन पासवर्ड भनेको छ त्यसमा पासवर्ड हानेर सबमिट गर्नुभयो भने हजुरको सक्सेसफुल्ली हुन्छ साथीहरू। भिडियो चाहिँ हजुरलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला साथीहरू। हजुरलाई यो भिडियोले केही हेल्पफुल भएको होला होइन हजुरहरूलाई। सो हजुरले चाहिँ यदि च्यानल सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला है त साथीहरू।